हेलो गाइज नमस्ते अनि वेलकम ब्याक टु माई ब्लग गाइज आज चाहिँ डिसेम्बर 1 यानि कि एड्स डे। यो एड्स डे चाहिँ नेपालमा हरेक वर्ष मनाइँदो रहेछ गाइज। सो गाइज यस वर्ष पनि एड्स डे मनाउने भएका कारणले गर्दा आज चाहिँ हामी जाँदैछौँ प्रोग्राममा। च्याट्ट पाए कलेजको युनिफर्म लगाएर म चाहिँ हिँडेँ कलेजतिर। हामी यताबाट हाँसखेल गर्दै गइरहेको थियौँ र त्यतिखेर अर्को साथी आउँछ उताबाट र हामी उसलाई भेट्छौँ। त्यसपछि तीनजना गफ गर्दै मस्तले हामी जान्छौँ कलेजतिर। कलेज पुग्ने बित्तिकै हामी चाहिँ चढ्छौँ गाडीमा र त्यसपछि हामी चाहिँ हिँड्छौँ प्रोग्रामतर्फ। गाइज मैले त सोचिरहेको थिएँ कि हामी मात्र गाडीमा चढेर जान्छौँ भनेर र केही समयपछि हामी कैफल एकाडेमी पुगिसकेपछि त्यहाँको साथीहरू पनि सँगै भएको गाडीमा चढ्नु भयो। बाटोमा झन् रमाइलो हुने भयो भनेर म चाहिँ खुसी भएँ। गाइज यो होटेलको नाम चाहिँ के हो कमेन्ट गर्न नबिर्सिनु होला। हाम्रो प्रोग्राम चाहिँ सुरु हुन्छ भेरी हस्पिटलदेखिबाट। गाइज यस्तै गर्दै केही समयपछि हामी चाहिँ पुग्छौँ नेपालगञ्जमा रहेको बस पार्कनेर। त्यहाँ चाहिँ प्रोग्राम सञ्चालन हुन गइरहेको थियो। विभिन्न कलेजहरू बीच कम्पिटिसन गराइरहेको थियो। त्यसमध्ये प्रथम हुने चाहिँ कलेज अफ अलाइड थियो। यसको फुल भिडियो चाहनुहुन्छ भने प्रोफाइलमा गएर हेर्नुहोला। अनि गाइज यहाँ चाहिँ एउटा डान्सिङ पर्फर्मेन्स देखाइरहेको थियो जुन चाहिँ फुल भिडियो हेर्न चाहनुहुन्छ भने प्रोफाइलमा गएर हेर्नुहोला। सो गाइज नास्ता सास्ता खाएर सबैजनालाई बाई बाई भन्दै हामी चाहिँ लाग्यौँ आफ्नो रुमतिर। सो गाइज आजको भ्लग चाहिँ यति नै। कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला। हस् बाई।